Hey YouTube, अनि यो चाहिँ मेरो फर्स्ट भिडियो अनि I just wanted to clarify some things about Fiverr. मेरो YouTube फिडभरि क्या मैले रिसेन्टली हेरेँ होइन Fiverr, Upwork गरेर नेपालबाटै के अरे अनलाइन काम गरेर Fiverr अनि Upworkमा यति यति कमाउन सकिन्छ भन्नेवाला थियो क्या अनि which is of course not true है। अनि त्यसमा पनि कस्तो थियो भन्दाखेरि लाइक इफ यु आर अ बिगिनर तिमीले यति यति कमाउन सक्छौ Fiverrबाट Upworkबाट भनेर रहेछ क्या। त्यही भएर I just wanted to debunk this hoax होइन। Of course it's not easy to earn in Fiverr क्या। अब first of all let's start off with Fiverr भने Fiverr भने कस्तो वेबसाइट हो त? If you register for Fiverr होइन you are a seller there, you are selling your skill अनि त्यो वेबसाइटमा चाहिँ तिमी जस्तै धेरै आफ्नो त्यो स्किल सेल गर्नलाई मान्छेहरू बसिरहेको हुन्छन् क्या अनि त्यहाँ चाहिँ जुन कस्टमर आउँछ नि त त्यो कस्टमरको लागि चाहिँ सबैजना कम्पिट गर्छन् क्या लाइक हु हेज द बेस्ट स्किल यो थियो। अनि त्यसमा चाहिँ यु डोन्ट रियली कम्पिट होइन योर स्किल कम्पिट्स फर यु। तर त्यहाँ चाहिँ ठ्याक्क मान्छेले चाहिँ आएर चुज गर्छ क्या लाइक जसको काम राम्रो लाग्छ उसैलाई दिन्छन्। नेपाली युट्युबमा मैले देखाएँ एउटा प्रब्लम चाहिँ होइन लाइक कति इजी भन्दो रहेछ नि त्यो फाइबरबाट पैसा कमाउन। अल दे डुइङ इज सेलिङ यर ड्रिम्स के तिमीलाई चाहिँ सपना बेचिरहेछन् किनकि फाइबरमा त्यति सजिलो छैन। लाइक तिम्रो पर्सपेक्टिभबाट एउटा इक्जाम्पल दिन्छ है त सपोज होइन तिमीलाई केही थम्बनेल बनाउनु मन छ है तिमीले एउटा युट्युब भिडियो बनाएको छ भने त्यसको लागि तिमीले थम्बनेल बनाउनु पऱ्यो अनि यु गट हायर समवन होइन कसैले काम दिनु परिरहेछ अनि तिम्रो अगाडि दुईवटा क्यान्डिडेट छन् है। एउटा क्यान्डिडेट ए चाहिँ कस्तो भन्दाखेरि उसको 0 रिभ्युज छ है उसले अहिलेसम्म एउटा पनि बेचेको छैन एउटा पनि कुनै प्रोजेक्टहरू गरेको छैन उसको रिभ्युज पनि 0 छ अनि उसको तिमीले काम हेर्दाखेरि चाहिँ राम्रै लाग्यो अनि उसको प्राइस छ मानौँ $5 अनि त्यही $5 प्राइसमा यदि अर्को एउटा पनि मान्छे छ अर्को क्यान्डिडेट भने चाहिँ क्यान्डिडेट बी उसले पनि सेल गर्ने त्यही $5मै छ तर यदि उसको रिभ्युज एटलिस्ट 10-25 छ भने लाइक नट इभन 10-25 होइन सपोज ल क्यान्डिडेट ए को लाइक कति $5 नै पर्छ इट्स द सेम प्राइस इट्स द सेम वर्क होइन काम सेम हो प्राइस सेम हो तर क्यान्डिडेट ए को 0 रिभ्युज छ भने अनि क्यान्डिडेट बी को चाहिँ यदि एटलिस्ट दुईवटा मात्र पनि रिभ्युज छ भने अफकोर्स क्यान्डिडेट बीलाई नै काम गराउँछौ नि त होइन तिमी। त्यही भएर लाइक आई डोन्ट त्यही भएर इट्स रियली डिफिकल्ट टु गेट जब इन फाइबर क्या। त्यही भएर हियर्स एन्ड बेटर अल्टरनेटिभ क्या डोन्ट डु फाइबर होइन इफ यु रियली इन्ट्रेस्टेड इन फ्रिल्यान्सिङ अनि इफ यु रियली गुड एट यर स्किल अनि इफ यु रियली इन्ट्रेस्टेड इन यर स्किल बिल्ड यर सेल्फ अ पर्सनल ब्रान्ड क्या। पर्सनल ब्रान्ड भन्नाले लाइक यु स्टार्ट अप युट्युब च्यानल नभए टिकटकहरू पोस्ट गर्न थाल्ने नभए फेसबुकमा फेसबुक इन्स्टाहरू होइन यु जस्ट क्रिएट अ पेज अनि त्यो पेजमा चाहिँ यु अपलोड यर कन्टेन्ट क्या आफ्नो स्किल रिलेटेड सपोज आई एम अ ग्राफिक डिजाइनर होइन अनि आई पोस्ट कन्टेन्ट रिलेटेड टु ग्राफिक डिजाइनिङ अनि त्यो जस्तै ऱ्यान्डमली सपोज एउटा पोटेन्सियल क्लायन्ट होइन त्यो पोटेन्सियल क्लायन्टले स्क्रोल गरिरहेको छ अनि स्क्रोल गर्दै जाँदाखेरि उसले मेरो रिल देख्छ अनि त्यो रिल देखेपछि त्यो मान्छेले चाहिँ मलाई काम दिन अलिक बढी इन्ट्रिग्ड हुन्छ है किनकि उसले मेरो काम देखिरहेछ अनि हि नोज हु आई एम के। अनि त्यस्तो गर्दा इफ यु बिल्ड यर सेल्फ अ गुड पर्सनल ब्रान्ड होइन एटलिस्ट महिनाको 10-15 प्रोजेक्ट चाहिँ पाउनु सजिलो छ। केही गुड एक्जाम्पल्सहरू हेर्ने हो भने चाहिँ बिप्सन नेपाली भन्ने एकजना ब्रदर हुनुहुन्छ होइन हि डज थम्बनेल डिजाइन्स होइन अनि हि हेज अ स्ट्रङ पर्सनल उहाँले चाहिँ आफ्नो पर्सनल ब्रान्डबाटै के अरे हि ल्यान्ड्स अ लट अफ क्लायन्ट्स क्या अनि त्यो पर्सनल ब्रान्डिङ पनि इम्पोर्टेन्ट छ। अनि यदि इफ युर रियली न्यू होइन यदि त्यति गर्न पनि मन छैन भने यु क्यान जस्ट स्टार्ट अफ बाई यु क्यान जस्ट स्टार्ट अफ बाई मेसेजिङ बिजनेसेस यु क्यान मेसेज युट्युबर्स होइन अब आफ्नो स्किल के रिलेटेड छ त अब अनलाइन भने चाहिँ अफकोर्स मोस्ट पिपल आर गर्न डु ग्राफिक डिजाइनिङ अनि भिडियो एडिटिङ होइन इफ यु डिजाइन थम्बनेल्स युट्युबरहरूलाई मेसेज गर्ने लाइक कोल्ड आउटरिच गर्ने लाइक आई डिजाइन थम्बनेल्स मैले तपाईँको लागि यो स्याम्पल बनाएको छु यदि तपाईँलाई यो मनपर्छ भने यु मे हायर मी पाराले दिने हो क्या। बिजनेसहरूलाई पनि इट्स द सेम थिङ लाइक भिडियो एडिटिङ ग्राफिक डिजाइन चाहिँ भने मैले यस्तो यस्तो गर्छु मैले यस्तो यस्तो स्याम्पल बनाएको छु यो चाहिँ मेरो काम हो यदि तपाईँलाई मनपर्छ भने यु क्यान हायर मी गर्ने हो क्या। इफ यु अप्रोच एटलिस्ट 10-15जना होइन 10-15जना एटलिस्ट एउटा चाहिँ मान्छ क्या। अनि अर्को कुरा लाइक मास्टर यर स्किल है लाइक बी रियली गुड एट इट अनि इफ यु रियली गुड एट यर स्किल होइन त्यो लाइक क्लायन्ट खोज्न पनि धाउनु पर्दैन क्या। इफ यु रियली गुड एट यर स्किल त्यो आफै आउँछ क्या क्लायन्ट पनि। तर गुड स्किलसँगै यु गट ह्याभ अ स्ट्रङ पर्सनल ब्रान्ड है त्यो एउटा कुरा चाहिँ याद राख्नु पर्सनल ब्रान्ड भन्ने कुरो पनि एकदमै इम्पोर्टेन्ट हुन्छ त्यो यु गट स्टार्ट बिल्डिङ इट। अनि त्यही भएर लाइक प्लिज लाइक यो अपवर्क फाइबरहरूवाला सपना चाहिँ छोडिदिउँ है किनकि मैले जस्तो ऱ्यान्डमली नै भने लाइक इफ यु हेभ नो रिभ्युज होइन कसले दिन्छ क्या तिमीलाई काम
यदि तिम्रो कुनै एक्सपिरियन्सै छैन भने त्यो फिल्डमा, यदि त्यहाँ 100-200 वटा प्रोजेक्ट कम्प्लिट गरिसकेको मान्छेले तिम्रै प्राइसमा दिन्छ भने त अफकोर्स यु आर नट गोना गेट एनी प्रोजेक्ट होइन? अनि त्यही भएर लाइक Fiverr र Upwork भन्दा नि starting up a personal brand नभए cold approaching businesses and YouTubers would be more helpful. त्यही नै हो. Make sure to subscribe for more content. This was my first video on you. Yep, that's it. Make sure to like and subscribe. Peace.